आज म बनाउन लागिरहेको छु इस्कुसको पुरी र इस्कुसको पुरी बनाउँदाखेरि मजाले सिटी लाएर यसरी तास्ने हो र यसको जुट फ्याँकेर चाहिँ मजाले म्यास गर्ने हो हैन। म्यास गरिसकेपछि चाहिँ आटा रेडी गर्ने हो र त्यसमा हाफ कप सुजी हाल्ने हो र अदुवा र जुन चाहिँ खोर्सानी हुन्छ त्यो चाहिँ मजाले ग्रेट गरेर अथवा पिसेर हाल्ने हो। त्यसमा ज्वानो पनि छरिदिने हो, बेकिङ पाउडर नुन हाल्ने हो र मजाले त्यो इस्कुस एड गरेर चाहिँ मुसेर चाहिँ एकछिन राख्ने हो। त्यहाँबाट त्यसलाई डल्लो पारेर चाहिँ अब जसरी रोटी हामीले पकाउँछौँ हैन त्यसरी नै तपाईले रोटी पनि खान सक्नुहुन्छ यो यसको, किनभने बुढापाकाहरूले चाहिँ अब त्यस्तो तेलको रुचाउनु हुँदैन हैन र हामी चाहिँ तेलको रुचाउने गर्छौं। त्यही कारण चाहिँ हामीले चाहिँ आज तेलमा तारेर खायौं र यति साह्रो मिठो भएको थियो नि यो। तपाईहरुले पनि यसरी ट्राई गर्न सक्नुहुन्छ यो हैन, किनभने अहिले इस्कुसको सिजन पनि छ।